बालेनले जित्यो भने बिहे गर्छु भन्नुभएको थियो तपाईँले? बिहे गरिहाल्ने छिटो छिटो। बालेनले जित्यो भने मात्रै नि फेरि। बालेनले जितेन भने त बिहे गर्दिनँ। धर्मसङ्कटमा पर्नुभयो सुनिश्चित जस्तै देखिया छ। ख्याल ठट्टामा भन्नुभयो कि साँच्चै सिरियसली भन्नुभयो? सिरियसली भनेको सिरियसली भनेको है। हो। ल यतिको दम चाहिँ चाहिन्छ है। के भन्नुहुन्छ त अब बालेन शाह जित्नको लागि लगभग उहाँको जित सुनिश्चित छ भन्ने खबर आइरहेको छ। के भन्नुहुन्छ? बिहे त छँदैछ, त्यो बाहेकको भन्नुहोस् न। के भन्नु? केही छैन। कतिको उत्साहित हुनुहुन्छ? बालेन अगाडि बढिरहेछ, ओलीबा पछाडि पछाडि खेदिरहेछ। खुसी छु, खुसी, एकदम खुसी छु। खुसी हुनुहुन्छ? हो। बालेनले जित्यो भने बिहे गर्छु भन्नुभएको थियो तपाईँले? बिहे गरिहाल्ने छिटो छिटो। बालेनले जित्यो भने मात्रै नि फेरि। बालेनले जितेन भने त बिहे गर्दिनँ। अब जित्ने त पक्का भयो। के दुला राजा कता छन्? रेडी छन् कि छैनन्? रेडी छ होला, दाईहरूले खोजिदिनु भएको होला, बाबुआमाले। बाबाले रेडी पारेछन्। यो भाइरल हुन त भन्नुभएको होइन नि तपाईँले? होइन, मनैदेखि बालेनलाई म त अलरेडी भाइरलै छु। के गरेर भाइरल हुनुभयो तपाईँ? मैले सुटिङ खेलेको बलेहरूसँग। भनेपछि तपाईँ कलाकार हुनुहुन्छ? धेरै त छुइनँ, ठिकैको। भनेपछि बालेनले जित्यो भने केही न केही हुन्छ भनेर त्यो फ्याट्टै भनिहाल्नु भयो। अब लगभग जित्नु होला जस्तो पनि छ। हो, जित्नुहुन्छ होला सकेसम्म। अनि केपी बाले चाहिँ किन अरू जित्यो भने केही यसो हुन्छ नि त, म पनि यस्तो गर्थेँ भन्ने मान्छे त भेटिँदैन। खालि बालेनले जित्यो भने म यस्तो गर्छु उस्तो गर्छु। केपी बासँग तपाईँहरू युवाहरू पनि रिसाउनु भयो र? होइन, रिसाएको त होइन। बालेन दाईले जित्यो भने अलिक राम्रो हुन्छ। केपी बा त अब बुढो भइहाल्नु भयो, मर्ने बेला नि हुन आँट्यो। अब बालेन दाई त उमेर छ नि त, अनि उहाँले जित्नु भयो भने त केही न केही त हुन्छ होला। यसो तपाईँ झापाको छोरी है? हो। खुङ्खार झापाली? मेरो दमकै हो, दमक 3। अनि झापाली बालाई सबै देशले बा भन्दा तपाईँलाई चाहिँ कस्तो अनुभूति भयो? कस्तो न कस्तो। भनेपछि बाको कामदेखि खुसी हुनुहुन्न? केपी बाले त धेरै गरे झापाको जनताको लागि, त्यत्रो विकासको समृद्धिको काम गरे झापाली जनताको लागि भनेको थिए। युवाहरू खुसी देखिएन, तपाईँहरू खुसी हुनुहुन्न? छैन। तपाईँ सुन्नु न, तपाईँ खुसी हुनुहुन्न, तर दमकमै उहाँले त्यत्रो टावर बनाइदिनु भएको छ नि। भ्यू टावर? टावरमा त गएको नि छैन होला हौ। जानु भएको छैन? अहिले चाहिँ खास गरी के को लागि यहाँ आउनु भएको? यहाँनिर बालेन दाईलाई हेर्नु आएको, गइ त हाल्नु भएछ। आउनु नै भएको छैन भन्ने कुरा छ। अनि अघि त आयो भनेर हल्ला थियो। कसको कुरा बताउनु, कसको कुरा नपताउनु। भनेपछि तपाईँहरू पनि मतदाताहरू पनि कन्फ्युज हुनुहुन्छ, बालेन आयो कि आएन, आएर गयो कि गएन? खै थाहै छैन। अब हामी चाहिँ बालेन दाईलाई नभेट्यो भने भाग्य नेउपाने दाईलाई भेटेर चाहिँ जाने। भाग्य नेउपाने दाईलाई भेटेर जाने। के भन्नुहुन्छ त? अब बालेन दाईलाई भेट्न पाउनु भएको छैन होइन? बालेन दाईलाई के छ तपाईँको सल्लाह सुझाव भन्नुपर्छ?